नमस्कार साथीहरू, म डाक्टर रवि। आज हामी अयान्स योग नेचर केयर हस्पिटलमा छौँ र हामीसँग हुनुहुन्छ विष्णु रोकाजी। उहाँलाई यो लेफ्ट साइडेड एडिसिभ क्याप्सुलाइटिस या फ्रोजन सोलरको समस्या थियो। हामी कहाँ आउँदाखेरि उहाँको यो जुन कहाँ थियो यतिभन्दा माथि नउठ्ने र एकदमै सिभियर दुखाइ थियो। उहाँले पछाडि अगाडि पनि गर्न सक्नुहुन्थेन र पछाडि लाँदाखेरि पनि उहाँलाई एकदमै समस्या थियो। त्यसलाई मध्यनजर गर्दै हामीले एनआइबिएस या नन इन्भेसिभ ब्रेन स्टिमुलेसन टेक्निक गरेका थियौँ। जम्मा 2 मिनट 2 मिनटको त्यो एनआइबिएस को टेक्निकले उहाँको यो हात पुरै माथि जाने भएको छ र उहाँलाई अहिले केही पनि समस्या छैन। उहाँको भनाइअनुसार लगभग 90% दुखाइ कम भएको छ। आउनुहोस् अब हामी विष्णुजीसँगै कुरा गरौँ। विष्णुजी नमस्ते। नमस्ते सर। आराम हुन्छ? हजुर। हजुरलाई के समस्या थियो भन्न सक्नुहुन्छ? मेरो चाहिँ लेफ्ट साइडको यो कुम चाहिँ नचल्ने, यो तलमाथि लाम नसक्ने, दायाँ बायाँ गर्न नसक्ने अवस्थामा थिएँ र यहाँ आइसकेपछि हजुरले 2 मिनटको उपचार यो सुई जस्तो लगाएर गरिसकेपछि अहिले मलाई 90% चाहिँ ठिक भएको। अहिले हात कहाँसम्म जान्छ? उठाउनुहोस् त। पुरै जान्छ हैन त? अहिले पुरै माथि जान्छ, यता साइडमा नै आउँछ र पछाडि यस्तो घुमाउन नपुग्ने सकिरहेको छ। पहिले चाहिँ लगभग 80 देखि 90% भन्दा बढी दुखाइ चाहिँ कम भएको छ। दुखाइ कम भइसक्यो। खुसी हुनुहुन्छ? खुसी छु। यदि तपाईहरुलाई पनि यसै एडिसिभ क्याप्सुलाइटको समस्या छ भने यु आर मोस्ट वेलकम। हामी तपाईहरुको सेवामा छौं। यो एडिसिभ क्याप्सुलाइटिस एकदमै सिभियर फर्म अफ समस्या हो जुन चाहिँ तपाई एनआइबिएस टेक्निकद्वारा क्षणभरमै कम गर्न सक्छौं। एनआइबिएस भनेको एउटा एडभान्स फर्म अफ टेक्निक हो जहाँ चाहिँ हामीले यो यहाँको स्काल्पको विभिन्न एरियाहरुमा स्टिमुलेट गरेर त्यो हाम्रो ब्रेनको डिफ्रेन्ट यो ब्रोडम्यान्स एरियाहरु हुन्छ, ती ब्रोडम्यान्स एरियाहरुलाई स्टिमुलेट गर्दछौं र जसले गर्दाखेरि हाम्रो यो फ्रोजन सोल्डरको रिकभरी चाँडोभन्दा चाँडो 2-3 मिनेटमै हुन सक्छ।